आज रहेको छ यो ब्लग। गुड मर्निङ एभ्रिवान, सबैजनालाई ठिक छ होला के अरे। आज मेरो ब्लगमा अब सबैजनाले अब हामी जाँदैछौँ पूर्व पङ्नी। हेरौँ कस्तो हुन्छ। मान्छेहरूको जीवनमा देखा पर्ने रोग भनेकै मोटोपन हो। मोटोपनले गर्दा नेपालमा 80% 20% जति मान्छेहरू रोगले ग्रसित रहेका छन्। एक्सिडेन्ट भयो, ग्रसित भएको छन्। अब एउटा कन्टेन्ट आयो अनि म हल्लाएर ठोके जस्तो गर्छु अनि रोशन बौलाएका छन्। रोशन नुब्डे मेरो उस्तै हो न स्टर्नहरू युजको देखा रोशनले गरेका छन्। उइली हान्न खोज्छन्। उइली रोशन उइली हान्न खोज्छन्। सब्सक्राइब टु रोशन प्रो 7 CR। सब्सक्राइब गरिदिनु होला यो मान्छेलाई। के हो तपाईँको आइडी? रोशन प्रो 7 CR। बिग फ्यान दाइ, बिग फ्यान। गुड। यो दाइलाई पनि सब्सक्राइब नगर्नु होला। गर्नुपर्छ। तिमीले के सोचेको? मलाई के सोचेको तिमीले? यहाँ हेर्नुहोस्, हाम्रो कुकुर पनि रहेको छ। कुकुरी ट्रेनिङ दिएको कुकुर रहेको छ। अब हामी शानको साथ जानेछौँ सुड्डा खानका लागि। अब हेरौँ, सुड्डा खासै ब्रान्डेड स्मोकिङ गर्नका लागि जाँदैछौँ। के गर्न? स्मोकिङ गर्नका लागि जाँदैछौँ। त्यसमा म सामेल छैन। हामी अब हेरौँ, जिएनजीले नेपालमा जिएनजीले गर्दा नेपालमा बहुत राम्रो भएको छ। गर्दा जिएनजी हैन, जेनजी हो। जेनजीले गर्दा मान्छे भएर चिल हुनुपर्छ। मान्छे भएर चिल बाँच्न जान्नुपर्छ। किनभने चिल बाँच्न जानेन भने के हुन्छ भने भविष्यमा बाधा पर्छ र डिप्रेसन आउँछ। डिप्रेसनले गर्दा मान्छेको ज्यान जान सक्छ। त्यसैले हामी खुसी भएर बाँच्न सिक्नुपर्छ। हामी जति खुसी भए त्यति हाम्रो सुखी जीवन जिउन सकिन्छ। ल आजको ब्लग नेक्स्ट ब्लगमा भेटौँला। ल